यसपटक काठमाडौँमा तपाईँ कसलाई भेट्न आउनुभयो ठ्याक्कै भन्नु। खानेपानी मन्त्री, अर्थमन्त्री र प्रधानमन्त्री। अर्थमन्त्रीलाई भेट्नुभयो? भेटेँ मैले। अर्थमन्त्री के भन्नुभयो विष्णु पौडेलले? हुन्छ गर्छौँ भन्नुभयो। बजेट दिनुहुन्छ रे तपाईलाई? दिन्छु भन्नुभयो। 5 अर्ब रुपियाँ माग्नु भएको छ होइन? मैले होइन, पब्लिकले मागेको, पब्लिकै पैसा हो फेरि, उहाँको पनि होइन त्यो। हामी यहाँनिर चुकिरहेछौँ होइन, बिन्ती भाउ गरिराख्नुपर्ने कुरा पनि होइन, यहीँ चुकिरहेछौँ हामी। दिस इज नट डेमोक्रेसी। डेमोक्रेसीमा पब्लिकको ट्याक्स होइन त्यो, कुनै मन्त्रीको छैन, तपाईँको आफ्नो घरको हो। पब्लिकको ट्याक्स हो नि त। पब्लिकले ट्याक्सद्वारा तपाईँको चाहिँ होइन बुझाएको राजस्व सङ्कलनबाट चाहिँ बनेको बजेट हो त्यो। त्यो पब्लिकले माग्दैछ आज। मैले मागेँ हो र। अर्थमन्त्रीले भन्नुभयो नि त मागेको जतिलाई पैसा दिन सकिँदैन, अर्को साम्बाङलाई किन दिने? त्यसो भने उहाँ असफल के अरे ऊ हो, ढाँट्नु भयो फेरि। जसले ढाँट्छ ऊ असफल हो। म जस्तो अर्थमन्त्रीलाई तपाईँ कसरी असफल भन्नुहुन्छ? अनि सक्दैनौँ भने चाहिँ असफल होइन नि। अर्को साम्बाङलाई किन 5 अर्ब दिने? अर्थमन्त्रीको भनाइ के काम गरेछ र दिने? मैले तपाईँले खोइ को त हो के हेर्नुहुन्छ? आफ्नै टिभी मात्रै कोटाइराख्नुहुन्छ कि के हो? नेपालमा सबभन्दा धेरै काम गर्ने मान्छे हो म। श्रम संस्कृतिबाटै श्रम संस्कृतिबाटै श्रमदान गरेर मात्रै वर्ल्ड रेकर्ड राख्ने जनप्रतिनिधि हो म। नेपालमा कोही छ? बिना बजेट पनि म काम गर्न सक्छु है। बिना बजेट पनि काम गर्न सक्छु। उनीहरूको पनि काम हो भनेर, त्यो उनीहरूको बजेट हो र भनेको। धनानी जनताको ट्याक्स होइन यहाँ आएको, त्यो दिनुपर्छ। अब धरान स्थापना भएको 124 वर्ष भयो। 124 वर्षसम्म धरानी जनताले दिएको ट्याक्स अब फिर्ता गर्नुपर्छ सिंहदरबारले। त्यो अधिकारको कुरा हो नि यो त। थोडा हुन्छ नि केपी ओली र चाहिँ यता के अरे ऊ हाम्रो चाहिँ के अरे अर्थमन्त्रीको नाम तपाईँलाई थाहा छैन? अर्थमन्त्री नाम थाहा छैन मलाई। उहाँको पैसा हो र, उहाँको ब्याङ्क ब्यालेन्स हो र त्यो? उहाँ ब्याङ्क ब्यालेन्स हो र त्यो? नाम थाहा हुने गरी काम पनि गर्नुपर्छ होला नि, त्यसले थाहा हुन्थ्यो होला नि त। देशको अर्थमन्त्रीको नाम थाहा छैन तपाईँलाई? छैन। म अर्थमन्त्री भनेर चाहिँ चिन्छु, फेस बाई फेस चिन्छु। नाम थाहा हुने गरी काम गर्नुपर्छ अनि थाहा हुन्छ। अर्थमन्त्री राम्रो काम गर्न सक्नु भएको छैन? अनि अहिले भर्खर भने होइन बजेट दिन्न भनेर त्यो बजेट भनेको धरानी जनताको 124 वर्षदेखि तिरेको ट्याक्स हो। त्यो फिर्ता गर्नुपर्छ। त्यसै हुन्छ त। अधिकारको कुरा हो यो। किन आइस यो गोडा मोल्नु भन्ने त्यो होइन चिज त। अधिकारको कुरा हो। अधिकार त लिन्छ जनताले। तपाईँलाई राम्रो लागोस् नलागोस्, तपाईँको टिभीमा हेर्ने मान्छेलाई राम्रो लागोस् नलागोस्, यथार्थ कुरा त्यही हो। खालि रुइराख्नुपर्ने, नेतालाई चाहिँ ढोगिराख्नुपर्ने, यो चलनको चाहिँ अन्त्य गर्ने कि नगर्ने? तपाईँ लोकतन्त्रको लागि फाइट गरेको मान्छे हो कि होइन? जेल नेल पनि पर्नु होला कुनै बेला होइन? लोकतन्त्र आएको छ त यो देशमा? दलतन्त्र चलिरहेछ होइन? लोकतन्त्र